दिदीले के भन्नु यहाँ उता यहाँ छु कि म राम्री तिमी पार्यो नि माया जाल पिउनमा सिमी कस्तो छ कुन्नी पार्यो नि माया जाल हो सलला खिम्ती जन तिम्रै निम्ति लायो नि माया जाल मखमली चोली बोटु नै तिम्की लायो नि माया जाल हजुर म एम प्रसाद घिमिरे मेरो घर सुनौलतिर पढेर मिलनटोल र अलि नानीलाई बोलाएर विवाह गर्ने भन्ने कुरो सोचिरहेको थिएँ। युसिङ गौतमजीले अनि यो नानी हामीहरूलाई दिन पर्यो भन्ने किसिमको कुरो राख्नुभयो आएर त्यसपछि मैले कुरालाई स्वीकार गरेर बुझेर अनि त्यसलाई प्राथमिकता दिएँ अनि उहाँहरूले गरेको कुराहरूलाई मान्यता दिएर मैले यो कार्यक्रम राखेको। अनि हाम्रो सबै घिमिरे परिवार हाम्रो नीलकण्ठ छर छिमेक टोलबेको सबैजनाहरूलाई मेरो निम्ताको शुभकामना छ। सबैजनालाई शुभकामना दिन्छु। अनि हामी टोलवासी अनि मान्छेले कसैलाई बोल्न गल्ती भयो होला भन्नु अनि मैले भेट्न सकेन होला त्यो कुराहरू क्षमा गर्थेँ मैले माफ माग्नेछु।
अनि सबैजनाले अनि यस्तो गरेर सम्झेन भने त्यसको कुरो नराखिदिनु होला। भएसम्म मेरो जति समझमा आयो, जति मैले सम्झन सकेँ त्यति अलिकति काममा व्यस्त रहँदो रहेछ, बिजी रहँदो रहेछ। बिजी रहँदाखेरि मान्छे कतिपय कुरा भर्खरै गर्छु भन्दा पनि अनि भन्छु भन्दा भन्दै अरू कुरा गरेर फेरि बोलेर त्यही ठाउँमा हुँदो रहेछ। यस्ता कुराहरू सबै रहेछ। अनि कार्यक्रम राखियो छ। मै एड्रेस पार्टी एड्रेसबाट मैले घरमा सम्भव भएन, मेरो समयले साथ दिएन। मेरो नानीले मलाई जम्मा 15 दिनको समय दिन सक्छु बाबा तपाईँ अनि भएको भएर मैले त्यति एकदम सर्टकट समय दिएर मैले हुन्छ त 15 दिन समय भयो म यो कार्यक्रम सम्पन्न गर्न सक्छु, मलाई त्यति समय काफी छ भनेर मैले छोरीसित वादा गरेको थिएँ। अनि आइपुगेँ। अनि यो कार्यक्रमलाई सबैजना इष्टमित्र हाम्रो यहाँ भएको छ छिमेक लगाएको मेरो परिवारहरू पनि जति इष्टमित्र लगायत टाढाको मेरा भान्जा भान्जी दिदी बहिनी लगायत सम्पूर्ण परिवारले यसलाई हेरेर बुझेर यसलाई सबै सम्पन्न गराएर रमाइलो मानिदिनु होला। अनि बोल्छु सबैलाई सधैँ हाम्रो आउने पाहुनाहरू अनि घरतर्फको मान्छेहरू जति पनि आउनुहुन्छ उहाँहरूलाई धेरै धेरै स्वागत छ। राम्रोसँग सबै भएर राम्रोसँग गराएर काम सम्पन्न पारेर एकदम खुसीका साथ जानु होला भन्ने अपेक्षा मेरो ठाउँ स्थलको बताइसकेँ। अनि 12 अनि एड्रेस पार्टी एड्रेसबाट कार्यक्रम राखिएको छ। जो पनि आउनुपर्ने अहिले फिलहाल मेरो घर भनेको मिलन टोल बढेर सुनौल 13 नै पर्छ। अनि त्यो कार्यक्रम 12 मा राखिएको छ। डिफ्रेन्ट भनेको 1 किलोमिटर मात्रै हो। मायाकै भाका गुन्जिन्छ टाढा टाढा र पाखामा, मायाकै भाका गुन्जिन्छ टाढा टाढा र पाखामा। हुम्लाको लिमी कति राम्री तिमी पार्यो नि माया झ्याल। सललाला खिम्ती झन् तिम्रै निम्ति लायो नि माया झल। बसेको मन्द्रो बसेको कुन्द्रो बसेको सुपालो। नमस्ते, म घरको यो जेठी बुहारी दुलैकी जेठी भाउजू। हुम्लाको लिमी कति राम्री तिमी पार्यो नि माया झ्याल। सललाला खिम्ती झन् तिम्रै निम्ति लायो नि माया झल। छायो है खुशी छायो है, उनको नामको मेहंदी हातमा लाग्यो है, उनको नामको मेहंदी हातमा लाग्यो है। दुलैकी मम्मी, नमस्ते म दुलैकी आन्टी, नमस्ते म दुलैकी आन्टी, म दुलैकी माइली फुपू, म दुलैकी कान्छी फुपू, नमस्ते म दुलैको जेठी भाउजू, नमस्कार म दुलैकी माइली भाउजू, नमस्ते म दुलैकी कान्छी भाउजू, नमस्कार म दुलैकी माइजू, नमस्ते म दुलैकी सानीमा सबभन्दा राम्री, नमस्कार म दुलैको दाइ, नमस्कार म दुलैको दिदी, नमस्ते म दुलैको बेस्ट फ्रेन्ड। फुपू
मुसाफिर हूँ मैं दूर का, दीवाना हूँ मैं धूप का, मुझे ना भाए ना भाए ना भाए चावरे। मनवा लागे ओ मनवा लागे, लागे रे सावरे, लागे रे सावरे, ले तेरा हुआ जिया का जिया का जिया का ये गावरे। ऐसी वैसी बोली तेरे नयनों ने बोली, जाने क्यों मैं डोली, ऐसा लगे तेरी होली मैं तू मेरा। तूने बातें खोली कच्चे धागों में पिरोली, बातों की रंगोली से ना खेलूं ऐसे होली मैं ना तेरा। किसी को तो होगा ही तू, क्यों ना तुझे मैं ही जीतूं। खुले ख्वाबों में जीते हैं बावरे। मन के धागे ओ मन के धागे, धागे पे सावरे, धागे पे सावरे, है लिखा मैंने तेरा ही तेरा ही तेरा ही तो नाम रे। आई गॉड तेरी सेवा करेंगे ओ मेरी फुलोरानी, आई गॉड बड़ी हिट रहेगी ए मेरी प्रेम कहानी, आई गॉड मेरे लिए तू आजा, आई गॉड दिल तोड़ के ना जा। हेलो हेलो 2 फ्लोर्स पे है आई येलो येलो, बड़ी सॉलिड मस्ती चाहिए। हेलो हेलो तू मुझे ढूंढ लगाई येलो येलो, कंट्रोल करो मेरे भाई, दिल छन वाले सारी चूड़ियां, रात बड़ी है मस्तानी तो दिल बजानी कर ले गंगा चूड़ियां। दो नैन सितारे है चांद सा मुखड़ा, क्या कहना उसका आफरी, दावत में जैसे वो शाही टुकड़ा, उसके जैसी न कोई नाज़नीं, शाही जोड़ा पहन के आई जो बंधन पे, वही तो मेरी स्वीट हार्ट है। शर्माई सी बगल में जो बैठी है दुल्हन के, वही तो मेरी स्वीट हार्ट है। शादी जोड़ा पहन के आई जो बंधन के, वही तो मेरी स्वीट हार्ट है। शर्माई सी बगल में जो बैठी है दुल्हन के, वही तो मेरी स्वीट हार्ट है। कैसे मैं कहूँ शुक्रिया उसका मुझ पे। फेरि मैले भन्दा गरौँ।
सबैले सम्झाको माकुर माकुर देवी कान्छा परिवार माकुर माकुर यसपालि त मेरो नि बिहे गर्नेछु भाइको जन्ती भई नाचियो माकुर माकुर देवी कान्छा परिवार माकुर माकुर यसपालि त मेरो नि बिहे गर्नेछु एकला नाचियो साथी भाइको जन्ती भई नाचियो माकुर माकुर देवी
परिवार
साथै हिँड्न सिकायो आफ्नो परेको हो भनी चिन्न सिकायो आफ्ना खुसी बेची बेची मेरो खुसी किन्यो जता जता मेरा पाइला उतै उतै हिँड्यो बाबा जता जता मेरा पाइला उतै उतै हिँड्यो मेरो बाबा सुपरम्यान मेरो बाबा जीवजन मेरो बाबा भगवान मेरो बाबा भगवान सरप्राइज गिफ्ट छ यो कसको लागि होला सबैले गेस गर्नु त ल गेस गरौँ त कसको लागि होला सबैजनाले ल गेस गर्नु कसको लागि होला सुमनको लागि होला कसको लागि सबैको लागि बाबाको लागि होला उहाँले बाबाको लागि भन्नुभयो नानीले बाबाको लागि ल हजुरले भन्नु त बाबाको लागि बाबाकै लागि जस्तो लाग्यो मलाई मैले ल हजुरले कसको लागि होला जस्तो लाग्छ ल कसको लागि गिफ्ट होला जस्तो छ कसले गरेको होला जस्तो लागिरहेको छ लाई मेरो छोरीले गरेको होला कसैको लागि आफूले माया गर्ने मान्छे हजुरलाई सोध्ने भने ल भन्नुहोस् आजको यो विशेष दिनमा भागवत खाजी सानो गिफ्ट गरेको छ लागि आफ्नो भुक यति चोखो यति मिठो दिला तिमीलाई माया सबैजनाको ब्ल्याक भयो लास्टमा संसारले पुरानो प्रेमका कथा यति चोखो यति मिठो दिला तिमीलाई माया बिर्सने संसारले पुरानो प्रेमका कथा यति चोखो मेरा सारा जीवन सबै तिमीलाई मिठा मिठा क्षणहरू सबै तिमीलाई मेरा सारा जीवन सबै तिमीलाई मिठा मिठा क्षणहरू सबै तिमीलाई मेरो खुसी मेरो सुख सबै सबै तिमीलाई यति चोखो
आँखा भित्र बस्नु तिमी छातीमा निदाउनु सपनीमा पनि मलाई सुस्तरी चिहाउनु तिम्रो जबाना कल्ले लाने हो तिम्रो